जब हामी कार्यस्थल सुरक्षा वा वर्कप्लेस सेफ्टी भन्छौँ दिमागमा के आउँछ सायद त्यो पहेँलो रङ्गको कडा टोपी होइन त? अनि ठाउँ ठाउँमा टाँसिएको चेतावनीका साइनहरू। तर हेर्नुस् न, आजभोलि काम गर्ने तरिका नै कति बदलिसक्यो र त्यसैसँगै खतराहरू पनि। त्यसो भए आजको जमानामा कार्यस्थल सुरक्षाको साँच्चै अर्थ के हो त? त्यो पुरानो परिभाषाले मात्रै अब पुग्दैन। हामीले यसो देखिने भौतिक खतराभन्दा अलि पर गएर सोच्नुपर्ने बेला आएको छ। आजको यो चर्चामा हामी 5वटा मुख्य कुराहरू हेर्नेछौँ। पहिलो, परम्परागत सुरक्षाको अवधारणाभन्दा बाहिर के छ। त्यसपछि छुन र देख्न सकिने खतराहरू अनि नदेखिने अदृश्य खतराहरूको पनि कुरा गर्नेछौँ। अनि चौथोमा एउटा सक्रिय क्रान्तिबारे र अन्त्यमा सुरक्षाको संस्कृति कसरी बनाउने भन्नेमा केन्द्रित हुनेछौँ। ल, सुरु गरौँ पहिलो खण्डबाट। हेर्नुस्, जसरी काम गर्ने तरिकामा विकास भयो नि, हाम्रो स्वास्थ्य र सुरक्षामा आउने खतराहरू पनि फेरिए। अब त्यो छर्लङ्गै देखिने खतराबाट अलि लुकेर बसेका जोखिमहरूतिर ध्यान दिने बेला भयो। आजको वर्कप्लेस भनेको 4 दिवार भएको फ्याक्ट्री वा कन्स्ट्रक्सन साइट मात्रै होइन। यो त हाम्रो घरको वर्किङ टेबलदेखि लिएर हाम्रो दिमागसम्म फैलिएको छ। हो, त्यसैले त सुरक्षाको परिभाषा पनि त्यही अनुसार फराकिलो हुनु जरुरी छ। अब अलिकति पुरानै तर महत्त्वपूर्ण कुरा गरौँ। ती खतराहरू जसलाई हामी देख्न सक्छौँ, छुन सक्छौँ। यी भनेका हामीले चिने जानेकै भौतिक जोखिमहरू हुन्, जसले हामीलाई अलि जटिल विषयमा जानु अघि एउटा आधार दिन्छ। विद्युतीय सुरक्षा, यो त एकदमै आधारभूत कुरा हो। मतलब बिजुलीबाट चल्ने उपकरणहरूलाई सुरक्षित तरिकाले चलाउने र मर्मत गर्ने तरिका, ताकि कुनै दुर्घटना नहोस्। यो त कार्यस्थल सुरक्षाको एउटा बलियो खम्बा नै हो भन्दा हुन्छ। ल हेर्नुस्, यहाँ एउटा सानो तर एकदमै महत्त्वपूर्ण टिप छ। कुनै पनि उपकरणको प्लग निकाल्दा त्यसको तार समातेर कहिले नतान्नुहोस्। सधैँ प्लगलाई नै समातेर बिस्तारै तान्नुपर्छ। किन? किनभने तार तान्दा त्यो भित्रैबाट बिग्रिन सक्छ र करेन्ट लाग्ने जोखिम वात्तै बढ्छ। हो, यस्तै ससाना कुराले ठूलो फरक पार्छ। अब कुरा गरौँ रासायनिक खतराहरूको। यस्तो अवस्थामा सबैभन्दा महत्त्वपूर्ण डकुमेन्ट हो सेफ्टी डेटा शीट अथवा एसडीएस। यसमा के हुन्छ भने कुनै पनि खतरनाक केमिकललाई कसरी सुरक्षित तरिकाले प्रयोग गर्ने, कहाँ राख्ने र कसरी नष्ट गर्ने भन्नेबारे सबै विस्तृत जानकारी हुन्छ। मानौ कुनै आपतकालीन अवस्था आइलाग्यो, त्यस्तो बेला एसडीएसको केही खण्डहरू ज्यादै महत्त्वपूर्ण हुन्छन्। जस्तै खण्ड 2ले खतरा के हो भनेर चिनाउँछ, खण्ड 4मा प्राथमिक उपचार के गर्ने भन्ने हुन्छ। त्यसैगरी खण्ड 6, 7 र 8ले क्रमशः केमिकल पोखिँदा के गर्ने, कसरी ह्यान्डल गर्ने र आफूलाई कसरी जोगाउने भन्ने जानकारी दिन्छ। ल, अब हामी अलि नदेखिने तर उत्तिकै खतरनाक जोखिमहरूतर्फ लागौँ। खास गरी आजभोलिको मोडर्न डेस्क जबसँग जोडिएका खतराहरू। यी अदृश्य छन्, तर हाम्रो स्वास्थ्यमा यिनीहरूले गहिरो असर पार्न सक्छन्। एउटा अस्ट्रेलियामा भएको अध्ययनले के देखायो भने अफिसमा काम गर्ने कर्मचारीहरूले आफ्नो काम गर्ने समयको लगभग 82% समय त बसेरै बिताउँदा रहेछन्। सोच्नुहोस् त, 82%, यो त साँच्चै नै ठूलो र अलि चिन्ता लाग्दो आँकडा हो। धेरै बेरसम्म एकै ठाउँमा बस्दा के जोखिम हुन्छ त? अनुसन्धानले केही कुराहरू त प्रमाणित नै गरिसक्यो, जस्तै मुटु र मेटाबोलिजम सम्बन्धी रोग, टाइप 2 मधुमेह, तौल बढ्ने अनि खुट्टामा समस्या। तर एउटा रमाइलो कुरा के छ भने धेरै बस्नु र कम्बर दुख्नु बीचको सम्बन्ध चाहिँ सोचे जस्तो बलियो देखिएको छैन। अनुसन्धानले अझै निचोड दिन सकेको छैन। विश्व स्वास्थ्य संगठनको यो भनाइ एकदमै सान्दर्भिक छ। राम्रो काम मानसिक स्वास्थ्यका लागि राम्रो हुन्छ। हो, यही भनाइले हामीलाई अर्को अदृश्य खतरा यानि कि मानसिक स्वास्थ्यतर्फ डोर्याउँछ। यो आँकडा हेर्नुहोस् त, यसले अवस्था कति गम्भीर छ भनेर देखाउँछ। डिप्रेसन र एन्जाइटीका कारणले मात्रै विश्वभर हरेक वर्ष उत्पादकत्वमा लगभग 1 ट्रिलियन अमेरिकी डलर बराबरको क्षति हुन्छ। 1 ट्रिलियन! यो पैसाको मात्र कुरा होइन, यसको पछाडि लुकेको मानवीय पीडाको मूल्य त झन् कति हो कति। काम गर्ने ठाउँमा हाम्रो मेन्टल हेल्थलाई असर पार्ने धेरै तत्त्वहरू हुन्छन्। विश्व स्वास्थ्य संगठनले औल्याएका केही प्रमुख जोखिमहरू के हुन् भने कामको अत्याधिक बोझ, आफ्नो काममा खासै नियन्त्रण नहुनु, जागिर नै असुरक्षित हुनु, त्यस्तै एकदमै कडा र तानाशाही सुपरभाइजर, भेदभाव वा एक्लोपन, अनि घर र कामको जिम्मेवारी बीच सन्तुलन मिलाउन नसक्नु।
अब यति धेरै समस्याको कुरा गरिसकेपछि समाधानतिर लागौँ न त, होइन? सुरक्षाको फिलोसफीमा नै एउटा ठूलो परिवर्तन आइरहेको छ। अब घटना भइसकेपछि प्रतिक्रिया जनाउने होइन, बरु घटना हुनै नदिने हो। यसैलाई भनिन्छ प्रोएक्टिभ, अर्थात् सक्रिय दृष्टिकोण। यो परिवर्तनलाई सम्भव बनाउने एउटा प्रमुख प्रविधि हो प्रिडिक्टिभ एनालिटिक्स। यो भनेको के हो भने पुरानो र अहिलेको डाटालाई मसिनो गरी केलाएर भविष्यमा के कस्ता जोखिम आउन सक्छन् भनेर पहिलेले अनुमान लगाउने। एक किसिमले भन्दा डाटाको मद्दतले भविष्य हेर्ने जस्तै हो। अनि यो प्रक्रियाले काम कसरी गर्छ त? यो एउटा चक्र जस्तै हो। सुरुमा धेरैभन्दा धेरै डाटा जम्मा गरिन्छ। त्यसपछि त्यो डाटालाई प्रयोग गरेर कम्प्युटर मोडेलहरू बनाइन्छ, जसले सम्भावित जोखिमहरू कहाँ छन् भनेर औल्याउँछ। अनि ती जोखिमहरूलाई प्राथमिकता दिएर समाधान खोजिन्छ। र यो प्रक्रिया निरन्तर चलिरहन्छ, सधैँ मूल्याङ्कन र सुधार हुँदै। तर यो प्रविधि आफैमा जादुको छडी भने होइन। यसका आफ्ना चुनौतीहरू छन्, जस्तै पर्याप्त डाटा नहुनु, डाटाको सुरक्षा, अनि केही नैतिक प्रश्नहरू पनि उठ्छन्। र अर्को ठूलो जोखिम भनेको हामी यी मोडलहरूमाथि पुरै निर्भर हुने खतरा। प्रविधि शक्तिशाली छ, तर यसलाई चलाउन विवेक चाहिन्छ। टेक्नोलोजी मात्रै सबै थोक होइन। साँच्चीकै सुरक्षित कार्यस्थल बनाउनका लागि त सङ्गठनात्मक र मानवीय पक्ष सबैभन्दा महत्त्वपूर्ण हुन्छ। यो कुनै एकजनाको होइन, सबैको साझा जिम्मेवारी हो। र एउटा राम्रो कुरा के छ भने सुरक्षामा लगानी गर्नु भनेको व्यापारको लागि पनि फाइदाजनक छ। एउटा अध्ययनले के देखाएको छ भने कार्यस्थल सुरक्षामा लगानी गरिएको प्रत्येक $1ले लगभग $4 बराबरको फाइदा फर्काउँछ। मतलब यो त खर्च होइन, एकदमै स्मार्ट लगानी हो। त्यसो भए यस्तो सुरक्षाको संस्कृति कसरी बनाउने त? यसका केही चरणहरू छन्। पहिलो, नेतृत्व तहबाटै सुरु हुनुपर्छ। त्यसपछि सबैले बुझ्ने गरी स्पष्ट नीतिहरू बनाउनुपर्छ। तेस्रो, सुरक्षाबारे खुला रूपमा सञ्चार हुनुपर्यो। चौथो, कर्मचारीहरूलाई कुनै चिन्ता भए निर्धक्क भएर रिपोर्ट गर्न प्रोत्साहित गर्नुपर्छ। र अन्त्यमा जसले नियमहरू राम्ररी पालना गर्छ उनीहरूको प्रशंसा र सम्मान गर्नुपर्छ। र अन्त्यमा सार के हो भने साँचो कार्यस्थल सुरक्षाले कुनै पनि व्यक्तिलाई समग्रमा हेर्छ। उसको शारीरिक, रासायनिक, एर्गोनोमिक र सबैभन्दा महत्त्वपूर्ण मानसिक स्वास्थ्यको पनि सुरक्षा गर्छ। यो एउटा होलिस्टिक अप्रोच हो। र यो चर्चाको अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडेर जान्छु। के अहिले काम गरिरहेको ठाउँले कसैको सिङ्गो व्यक्तित्वको ख्याल गरिरहेको छ? यो नयाँ दृष्टिकोणबाट एकपटक आफ्नो कार्य वातावरणलाई हेरौँ न।